हेलो एन्ड वेलकम ब्याक छ सबैजनालाई मेरो यो युट्युब च्यानलमा। यो हाम्रो नयाँ च्यानल हुनेको कारणले तपाईँहरू कृपया सपोर्ट देखाइदिनु होला। र आजको यो भिडियोमा हामी जस्तो थम्बनेल हेरेर तपाईँले बुझिसक्नुभयो होला, यो भिडियोमा हामी गर्न गइरहेको छौँ बिटिङ द अन्डर ड्रागन विथ एके। के बोले के सम्भव छ त यो कुरा हामी भिडियोको एन्डमा थपाउनेछौँ। अब केही न ढिलो गरिकन हामी जानेछौँ अब हाम्रो भिडियो प्रति स्टार्ट गरौँ। सुरु गरौँ। आउन पासनम अगाडि हेरी सिप र म गएँ यिनीहरूलाई मार्न। बेसिक टुलभन्दा पहिला हामीलाई थाहा चाहिएको हुन्छ रियल लाइफ माने र माइनक्राफ्ट माने। त्यही भएर एकछिन सिपहरू छ 1v1 गरेपछि र आफूलाई प्रो ठानेपछि म गएँ अर्को स्विचलाई मार्न 1v2 क्लच हान्दै। त्यसपछि म गएँ बेसिक टुल बनाउन। यस्तै वुड काटेर हिँड्दै थिएँ, मैले अगाडि भेटेँ एउटा राम्रो खाले भिलेज जुन कि म सोचिरहेको थिएँ आफूलाई यहीँतिर मस्तले एडजस्ट गरेर बस्न। हल्का गाउँ घुमेर सुँगुरलाई मारेर म गएँ हल्का पौरोटीको जुगाड गर्न र पौरोटी निकाल्दै म एकछिन टाइम पास र गाउँ घुमेपछि म गएँ अब आफ्नो मकसदप्रति जुन कि मेरो एन्डर ड्रागनलाई मार्ने छ, त्यसमा बन्दुकको युज गरेर। अब मेरो हरेक पाइला मलाई मेरो एम प्रति सक्सेस दिलाउने छ। बेसिक टुल र सब काम गरिसकेपछि म गएँ मजदुरी गर्न। माइनिङबाट मैले 34वटा आइरन इन्गट्स, 14वटा गोल्डन इन्गट्स र 42वटा कोइला पाएको थिएँ र यिनीहरूलाई म राखिदिएँ फर्नेसमा मेल्ट हुनको लागि। त्यसपछि एकछिन एएफके बसेँ। यहाँ मेल्ट गर्दा गर्दै मेरो दिमागमा मैले उसको घरै लुटाएन र 3वटा डायमन्ड, 2वटा आइरन सर्ड, एउटा आइरनको हेलमेट र एउटा आइरनको बार भेट्टाएँ। यो सब लुटिसकेपछि म फेरि गएँ एकछिन एएफके बस्न मेल्टिङ पोइन्टमा। आइरन मेल्ट भएर मसँग 32वटा आइरन थियो र त्यसपछि म बनाउन बसेँ गन बनाउनको लागि क्राफ्टिङ टेबल। क्राफ्टिङ टेबल बनाउनको लागि मलाई चाहिन्थ्यो आइरनको बक्सहरू जुन कि म यहाँबाट बनाउन बसिहाल्छु। म बनाउन बस्छु गन क्राफ्टिङ टेबल र त्यसको रेसिपी सायद यस्तो केही हुने होला थियो। साइडमा आइरनको बार्स अनि त्यसपछि बिचमा सायद आइरनको ब्लक हुन्थ्यो। यसैको साथ हामी सक्सेसफुल्ली गन बनाउनेको टेबल बनाइसकेका हुन्छौँ र अब यसलाई म यसकै घरभित्र प्लेस गरिदिन्छु। त्यसपछि म बनाउन बस्छु बन्दुक, तर त्यसको लागि सायद मसँग सामान इनफ छैन, त्यही भएर पहिला त हेर्नुपर्छ। यहाँबाट हामी अरू बन्दुकहरू पनि बनाउन सक्छौँ, तर अहिले हाम्रो गोल हो AK47 बनाउने र म चेक गर्छु AK47 को रेसिपी र हामीलाई चाहिएको हुन्छ केही अझ आइरन बार्स अनि यो 6वटा लेपिङ्स भन्छ सायद लेपिङ्स अनि 8वटा वुड अझ चाहिन्छ मलाई सायद। अब म जान्छु यिनीहरूलाई माइन गर्न। धेरै दिनपछि म यहाँ फेरि रिटर्न आउँछु र म बनाउँछु आफूलाई हेलमेट र भेस्ट। एकछिन यताउता गरेपछि हुन्छ राति र म जान्छु सुत्न। म माइनिङमा गएको बेला रबिनमा भेटाउँछु म्याप र त्यसपछि म पुग्छु यहाँ फुटिसकेको सिपनिर। त्यो माइनिङमा गएको मैले रेकर्डै गर्न बिर्सेको थिएँ, तर सब रेकर्डिङ भएर जस्तो मलाई लागेको थियो, त्यही भएर सिधा यहाँको मात्रै रेकर्डिङ मैले गर्न भ्याएँ। र एकछिन यताउति सब गरिसकेपछि मैले भेटाएँ चेस्टको सब सामान लुटिसकेपछि म फेरि गएँ भिलेजतिर। भिलेजमा गएँ आफ्नो बन्दुक क्राफ्ट गर्नको लागि र यस्तो हेर्दाखेरि मसँग सब सामान छ जस्तो लागिरहेको मलाई। र अब बनाऊँ फाइनल्ली धेरै घन्टा पछि र धेरै घन्टाको रेकर्डिङ पछि AK47 बनिसक्यो हाम्रो। सायद AK47 युज गर्नको लागि यसको बुलेट नि रिक्वायर्ड छ जस्तो लाग्यो मलाई चाहिँ, तर अब बुलेट चाहिँ अर्को एपिसोडमा बनाउँछौँ। जुमिन स्कोपिङ सब कुरा हुँदो रहेछ, अझ यसको इक्विपमेन्टहरू पनि क्राफ्ट गर्न मिल्दो रहेछ यसमा सायद। र यो सब कुरा हामी अर्को एपिसोडमा गर्नेछौँ र अर्को एपिसोडमा हामी एन्डर ड्रागनलाई नि मार्नेछौँ। एकछिन अब यसको लुकप्रति हामी ध्यान दिउँ। एकछिन भिलेजरलाई सताउँ न त। म भिलेजरलाई सताउँदै गर्छु, तपाईँ चाहिँ लाइक एन्ड सब्सक्राइब हान्दैछ न त्यति बेलासम्म। थ्याङ्क्स फर वाचिङ। अब अर्को एपिसोडमा भेटौँ। तपाईँहरूसँग नि केही यस्तो युनिक आइडियाहरू छ भनेदेखि भन्दा हुन्छ हाम्रो कमेन्ट सेक्सनमा।
मैले यो यस्तो कन्टेन्ट हेरेँ जुन अहिलेसम्म कसैले पनि पोस्ट गरेको थिएन युट्युबभरि र आई थिङ्क आई एम द फर्स्ट वान। यो भिडियोको आइडिया मलाई मेरो साथीले दिएको थियो। उसको युट्युब च्यानलको लिङ्क पनि म कमेन्ट सेक्सनमा राखिदिन्छु। मलाई र उसलाई दुवैलाई सपोर्ट गर्छ। थ्याङ्क्स फर वाचिङ।